दर्शन नमस्ते ला सोफिया फुला सेवा र झोरले सबैजनालाई अहिले चाहिँ म नुवाकोट नेपाल तामाङ घेदुङको अधिवेशन चौथो अधिवेशनको लागि रेडी हुँदै जान लागेको छु। अब तामाङको टी सर्ट पनि लगाएको छु भने अब रेडी हुँदैछु। गाडी आउँदैछ भन्ने खबर आएको छ, त्यही भएर पर्खेर बसिरहेको छु। यहाँ वेटिङ एरियामा गाडी पर्खेर बसिरहेको छु। रुमबाट चाहिँ निस्केको म भर्खर। अब केही बेरमा गाडी आउँछ, त्यसपछि रुममा जाने, रुममा जाउँ कार्यक्रमतिर जाने। कार्यक्रम चाहिँ रहेको छ हाम्रो आज दोहा कतार ग्रेन्ड मल प्लाजा मल स्थित वेलफेयर रेस्टुरेन्टमा रहेको छ भने हेरौँ अब आज को हुन्छ त। 3 वर्ष कार्यकाल सम्हाल्नको लागि नेपाल तामाङ घेदुङको अध्यक्ष को बन्दै हुनुहुन्छ त, हेरौँ हामी सबैजना मिलेर। हामी गाडी चढिसकेको छ सबैजना। यस्तो छ, प्रोग्रामको लागि जाँदैछ हामी यता। जुमै नहुने रहेछ। घेदुङ प्रवासी कार्य समिति कतारको ऐतिहासिक चौथो अधिवेशन। कृपया सबैजनाले जोरदार तालीका साथ सम्मान गरौँ। तमिलनाडु शाखा कतारद्वारा हामीलाई कोसेली लिएर आउनुभएको छ। तमिलनाडु संघलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँहरूले हामीलाई कोसेली लिएर आउनुभएको छ। त्यसै गरी 3 शब्द राखिदिनु होला। तमिलनाडु संघ कतारका अध्यक्ष श्री राम गुरुङजीले म हार्दिक अनुरोध। धन्यवाद राम पाखरेनज्यू, महासचिवज्यू। आज यस नेपाल तामाङ घेदुङ प्रवास कार्य समिति कतारको सभापतित्व गरिरहनु हुने सविता बहिनीज्यू र आजको यस कार्यक्रमको प्रमुख आतिथ्यमा रहनुहुने आदिवासी जनजाति महासङ्घका अध्यक्ष राकेश Kasih
दिदीबहिनीहरूको डान्स चल्दैछ अब ग्रुप डान्स
हार्दिक शुभकामना व्यक्त गर्दछु तुझे चाहिँ नुवाकोट सेवा समाज कतारका दुई प्रमुख तथा प्रतिनिधिज्यूहरू पल्लभहरू सङ्गीत सम्मान पत्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी दाङ देवपुरी समाज कतार दाङ देवपुरी सेवा समाज कतारका कोही अध्यक्ष तथा प्रतिनिधि पाल्नु भएको छ भनेदेखि आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सर्लाही सेवा समाज कतारका सजीवज्यू अघि भर्खरै मैले देखिरहेको थियो आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी धादिङ सेवा समाज कतारका अध्यक्ष तथा कोही प्रतिनिधि पाल्नु भएको छ भनेदेखि आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सिन्धुली सेवा समाज कतारका अध्यक्ष तथा कोही प्रतिनिधि पाल्नु भएको छ भनेदेखि आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। जति पनि अहिले हामीले सम्मान पत्र प्रदान Maria
यहाँ सम्मान पत्र कार्यक्रम हुँदैछ सम्मान पत्र वितरण कार्यक्रम हुँदैछ पुरस्कार समितिको चौथो अधिवेशन 2025 मा प्रमुख अतिथिको रूपमा उपस्थिति हुनुभई यहाँले सङ्घ र नेपाली समुदायप्रति पुर्याउनु भएको अथवा योगदान मार्गदर्शन तथा आर्थिक भौतिक नैतिक एवं विविध स्रोतको उच्च मूल्याङ्कन गर्दै नेपाल तामाङ घेदुङ पुरस्कार समितिको चौथो अधिवेशनको अवसरमा यहाँलाई हार्दिक कृतज्ञता सहित यो सम्मान पत्र प्रदान गर्दछौँ। साथै आगामी दिनहरूमा पनि यहाँको अनुभव मार्गदर्शनका साथ सहयोग एवं सहकारीको अपेक्षा सहित यहाँको सफल सामाजिक जीवनको कामना गर्दछौँ। पूज्य रामबहादुर अध्यक्ष कृपया यो कदर पत्रसम्म प्रदान गरिदिनुहुन। त्यसै गरी यो कदर सम्मान पत्र सहित दोस्रो उडाएर र यो हाम्रो गौरवमय संस्था नेपाल तामाङ घेदुङका संरक्षक तथा सङ्घीय घेदुङका सदस्य श्री विनेश कुमार तामाङजीलाई म हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद साथ गर्नुको लागि मेरो मित्र सचिवजीलाई। कृपया अहिले हाम्रो प्रमुख अतिथिजीलाई हामीले उहाँको भेगमा पुग्ने फेटा लगाएर सम्मान गर्न गइरहेका छौँ। कृपया सबैजनाले जोरदार तालीले सम्मान प्रमुख अतिथिजीलाई। अध्यक्ष राकेश श्रेष्ठज्यू, त्यसै गरी नेपाल तामाङ घेदुङका संस्थापक अध्यक्षज्यू, नेपाल तामाङ घेदुङ प्रवास कार्य समिति कतारका सल्लाहकारज्यूहरू, आज यस कार्यक्रमलाई सफल बनाउनका लागि विभिन्न जातीय संस्थाका प्रमुखज्यूहरू,
जिल्ला संस्थाका प्रमुखहरू, प्रदेश संस्थाका प्रमुखहरू र विभिन्न समाजसेवी, पत्रकार, व्यवसायी, कलाकार र सम्पूर्ण तामाङ दाजुभाइ तथा दिदीबहिनीहरू साथै गैर तामाङ दाजुभाइ दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट र सङ्घीय गेदुङको तर्फबाट पनि नस्यो फ्याफुल्ला भनेर टक्राउन चाहन्छु। स्वीकार्नुहोस्। मायाको डोरीले तिमीलाई बाँध्नुला, दुनियाँको धुनैले मनीलाई देउला। मायाको डोरीले तिमीलाई बाँध्नुला, दुनियाँको धुनैले मनीलाई देउला। यसपालि त जान्छ चुलीमा यो कुरा सबैलाई। यसपालि त जान्छ चुलीमा यो कुरा सबैलाई। अब चिट्ठा ओपनिङ कार्यक्रम बाँकी सालले चिट्ठा ओपनिङ कार्यक्रम हुँदैछ। सबै अतिथि भाइबाट लिए कतिवटा छ हाम्रो टोटल कतिवटा चिट्ठा राख्नुपर्छ? 7वटा कतिवटा? 7 टोटल 7वटा र हामी सबैभन्दा अन्तिमबाट हामी जानेछौँ। ओके, घडीबाट घडी 3 जना हैन, घडी 3 जनाको लागि है। अब म हल्लाउँछु यता। अब बक्स चाहिँ एकदमै क्लियर छ। ल अलिकति साइड गरिदिनु होला।
अब मैले यो चाहिँ हाम्रो तमु बेलुको अध्यक्ष जो भाइ छ सबैको अगाडि हामी राख्छु उहाँलाई चाहिँ अब चिट्ठा ओपनिङ कार्यक्रम भाग्यशाली चिट्ठा ओपनिङ कार्यक्रम हुँदैछ। अतिथिहरू हुनुहुन्छ अगाडि सबै अतिथिको हातबाट लिने कतिवटा छ हाम्रो टोटल कतिवटा चिट्ठा तान्नुपर्छ 7 वटा कतिवटा 7 टोटल 7 वटा चिट्ठा तान्नुपर्छ र हामी सबैभन्दा अन्तिमबाट हामी जानेछौँ ओके घडीबाट घडी 3 जना हैन घडी 3 जनाको लागि है अब म हल्लाउँछु यता अब बक्स चाहिँ एकदमै क्लियर छ ल अलिकति साइड गरिदिनु होला अब मैले यो चाहिँ हाम्रो तमु बेलुको अध्यक्ष जो भाइ छ सबैको अगाडि हामीले तानिनु लगाएर एउटा चिठा तान्नुहुन्छ उहाँले सबैजना हेर्नु होला तर यो चाहिँ नोट गर्नुहोस् है कति नम्बर पर्यो यो चिठा लिदिनु हुनको म दिलकुमार तामाङजीलाई अनुरोध गर्न चाहन्छु यो हाम्रो एउटा मात्रै लिएको छ है हेर्नु होला म यसलाई म पढ्न चाहन्छु चिठा नम्बर भन्छु तपाईलाई चिठा नम्बर रहेको छ ए 1 2 तीनवटा घडी होइन त तीनवटा घडीमा अब एउटा घडीहरू स्मार्ट वाच हो अब यसको लागि छ यो चिठा धन्यवाद हाम्रो रसुरञ्जीलाई उहाँले चाहिँ अब कति नम्बर निकाल्नु भएछ आमा खत्रै नम्बर निकाल्नु भएको छ ल 300 कुन चाहिँ लकी नम्बर हो त 300 धनसिंह महारा रहेछ तराईतिरको हुनुहुन्छ होला के हो उहाँलाई बधाई छ उहाँलाई यो घडी ल थ्याङ्क यू घडीको लागि हेरौँ उहाँले के भन्नुहुन्छ ल एकचोटि अझै पनि त्यो बक्स गर्नु होला हाम्रो अध्यक्षजीले ल यो चाहिँ चिठा नम्बर रहेको छ 1841 मात्रै साउला आलु लेखेको छ स्टेट नम्बर 52 सनाइएर छ भनेपछि साउला आलु जुलाई यो घडी परेको छ यो पनि मैले गरे नोट गर्नुहोस् 1841 टिकट नम्बर साउला आलु रामजीलाई म अनुरोध गर्न चाहन्छु यो एकदमै हाम्रो यो अधिवेशनको लागि एउटा रमाइलो पनि हो र यहाँले अब लक्कीले अब कसलाई चोरी गाई मैले निकाल्नुहोस् है कलाकारलाई परोस् भन्ने उहाँको चाहना छ चौथो उपहार हो एउटा मात्रै छ होइन हामीलाई स्मार्ट बोर्ड एउटा छ ओहो ल 547 चिठा नम्बर 547 र उहाँको नाम राख्छ सञ्जय कुमार मण्डल ओ माय गॉड मण्डल तपाईँ कति हो को मण्डल हुनुहुन्छ त गायक लोकदोरीमा ल मण्डलजीहरूलाई तपाईँ कसलाई पालिदिनुहुन्छ उहाँलाई पनि होइन ल्यापटपको लागि है ल्यापटप छ मोबाइल नम्बर छ अहिले त्यहाँ छ पर्छ अब पर्छ कि त्यो धेरै हो के तपाईँ अब नाम चाहिँ त खत्रै छ के हो नाम नदेखाउनु पर्यो चिठा नम्बरबाट है यही छ भने कसैको हातमा छ भने हेर्नु होला 19 कसको छ 19 कसैको छ हात उठाउनु त 19 चाहिँ त ओके 19 अनि 3 हाम्रो हातले हस्तान्तरण गरिएको छ यो सायद यो पहिलोचोटि नै होला यसरी चाहिँ अब आफ्नै बधाई छ ल थ्याङ्क यू सो मच सबैजनालाई
स्पिकर बोल्न सफल भएका छ हाम्रो आदरणीय अध्यक्ष दिदी अनिता गोले। बधाई छ हाम्रो सविता गोलेलाई। यो चिठा पनि राख्नु होला प्लिज, नआउनुहोस् है। भोलि कसैले क्लेम गर्यो भने यो देखाउनु पर्छ। चाहिँ म रुममा आइपुगेर सुत्न लागेको। अहिलेको टाइम चाहिँ भन्नु पर्दाखेरि चाहिँ 11:20 गएको छ। भर्खर रुम आइपुगेँ म पनि यताउति के गर्दाखेरि। अनि हार्दिक बधाई तथा शुभकामना हाम्रो पूर्व ज्ञावज्यूलाई। नेपाल तामाङ घेदुङको 2 वर्ष कार्यकालको लागि प्रमुखमा निर्वाचित हुनुभएको छ। अनि हिरे मामालाई हिराज्यूलाई पनि दाबीदार गर्नुभएको थियो। हिरोजीले उहाँले के कारणले छोड्नु भयो होला, त्यही भएर पूर्व ज्ञावलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु तथा सबै कार्य समिति सबैजनालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। यति भन्दै आजको ब्लग यही बन्द गर्न चाहन्छु। हस्त धन्यवाद। सबैजनालाई नेपाल तामाङ घेदुङको अधिवेशन पनि सम्पन्न भएको छ।